हेलो साथीहरु नमस्ते। तपाईहरु सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। मलाई चाहिँ बुढाले चाहिँ यस्तो भन्नुभयो के अस्ति नै म तिमीलाई यो नयाँ वर्षमा गिफ्ट दिन्छु भन्नुभएको थियो। तर एकदम स्पेशल गिफ्ट दिनुभयो। थ्यांक यू बुढा, ह्यापी न्यू इयर। जो बुढा चाहिँ अघि आएर हैन अनि यो गिफ्टहरु दिएर अनि जानुभयो के अहिले चाहिँ। अनि अहिले एकछिनमा आउनुहुन्छ। अनि साथीहरुले हजुरलाई पनि ह्यापी न्यू इयर, नयाँ वर्ष राम्रोसँग मनाउनु होला। अनि मैले भिडियो नहालेको चाहिँ धेरै भएको थियो साथीहरु। आज चाहिँ भिडियो लिएर आउँदै छु। हेर्दिनु होला, माया गर्दिनु होला। अनि मलाई खासै हैन भिडियोमा बोल्नु त आउँदैन, तैपनि हैन कोसिस गर्दै छु। मैले धेरै भएको थियो भिडियो लिएर नआएको। आज चाहिँ भिडियो लिएर आउँदै छु। अनि तपाईहरुको चाहिँ नयाँ वर्षमा कता जाने सोच गर्दै हुनुहुन्छ? म चाहिँ नयाँ वर्षमा हैन कतै पनि जादिन, घरमै बस्छु होला सायद। कतै गयो भने पनि म हजुरलाई भिडियो बनाएर हालिहाल्नेछु, देखाइहाल्नेछु। ह्यापी न्यू इयर बुढी भनेर लेखेको छ के। उल्टे भएछ, उल्टो भएछ हेर्नु है कसरी हो। कसरी हैन गिफ्ट चाहिँ के रहेछ हेर्छु है। उहाँ चाहिँ यो दिएर जानुभयो कि फेरि। वाउ के छ यो भित्र हेरौँ है। नयाँ वर्षको उपहार मेरो बुढाले दिनुभएको है। लाउँछु। कस्तो देखियो साथीहरु हेर्नु त। वाउ कति राम्रो हैन। खोल पनि कति राम्रो। अरु के छ? के भन्छ यसलाई? पाउडर, कम्प्याक्ट पाउडर हो कि हो। यो चाहिँ के ल्याइदिनु भएको रहेछ है। बिल पनि रहेछ है। बिल कसरी उल्टो भयो। लिपस्टिक, नेल पलिस, सिन्दुर,